तो अष्टभूमि आवेश मंत्रा निधि तारताम वाणी लीला नूर तथा मूल तारताम 25 पक्ष परम धाम कहना है राश्यम जी के चरणों में रहना है राश्यम जी के चरणों में रहना है। तो यो प्रकारले यो हिसाबले अथवा यो रागमा हामीले पहिला गरेको थियो। अब अहिले यसैलाई अर्को रागमा पनि तयारी गरिएको छ, जसलाई भनिन्छ मुना मदनको लय। र म यो अलिकति थोरै हजुरलाई सुनाउँदैछु। पच्चीस पक्ष परम धामको परिक्रमा लाउना, आठनै सागर आठनै भूमिको महिमा गाउना। नुर निरक्षर दालिर कृत मधुर सागर, श्रीधनीजीको अपार कृपा मेहर सागर। आग्नेय कोणमा नुरको सागर सफेदी झल्कने। आग्नेय कोण यो हो। नीरको सागर आग्नेय कोणमा नुरको सागर सफेदी झल्कने। नीरको सागर दक्षिणपट्टि लालीमा चम्कने। नैऋत्य कोणमा पहेँलो आयो सागर छिरको, पश्चिममा दधि सागर शीतल वायव्य घृतको।